这个说是看得出来啊，नेपाली केरला चाहिँ खासै सुनिएन. Actually, I was going to talk in English also, but then since the book that we have today is Nepali Tibetan or Tibetan Nepali grammar, so I thought it would be more relevant if I can say a few words in Nepali. आज मञ्जुश्री तिब्बती संस्कृति केन्द्रको 38औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित यस समारोहमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो न्यानो अभिवादन बताउन चाहन्छु. विशेष गरी यहाँ आज सधैँ त हाम्रो मञ्जुश्रीको परिवार र अरू केही पाहुनाहरू हुनुहुन्थ्यो, तर आज धेरै विभिन्न संस्थाबाट, जस्तै मैले देखिरहेको हाम्रो तामाङ बुद्धिस्ट सङ्घको अखिल भारतीय तामाङ बुद्धिस्ट सङ्घदेखि लिएर लगायत डुक्पा सङ्घ अनि किजुका विभिन्न पदाधिकारीज्यूहरू यहाँ पाल्नु भएको छ. त्यसैले आजको यो हाम्रो जुन जमघट निकै नै अरू समयभन्दा फरक मलाई लागिरहेको छ. अब म वास्तवमा यस केन्द्रको भूतपूर्व विद्यार्थी सुमन तामाङ हुँ र मेरो अभिभारा आजको दुई भागमा बाँड्न सकिन्छ. पहिलो त हाम्रो यो भर्खरै विमोचन भएको तिब्बती नेपाली व्याकरण किताबको लेखक श्री धवल सेरिङको संक्षिप्त परिचय र दोस्रो यो किताब लेख्नको पछाडि केही हाम्रो उद्देश्यहरूको बारेमा मलाई आयोजकज्यूहरूले केही प्रकाश पारिदिनु हुन अनुरोध गर्नुभएको हुनाले म यहाँ अघि छु. हुन त म कुनै विशेषज्ञ होइन, तरै पनि म प्रयास गर्नेछु. त गेन्दावला हामीले तिब्बती भाषामा शिक्षकलाई गेगेन भन्छौँ र त्यसै कारण कुनै पनि शिक्षकको अगाडि उहाँलाई सम्बोधन गर्दा सम्मानले गेन लाउने चलन छ र हामी उहाँलाई गेन्दावला भन्छौँ. अनि धेरै शब्द घृणा मात्रै भन्दा पनि हामीले गेन्दावलालाई नै बुझ्छौँ है. र गेन्दावलाको जन्म भुटान र तिब्बतको सिमाना नजिक रहेको साङ्गात छोरिङमा भएको थियो, तर उहाँ त्यहाँ धेरै वर्ष बस्नु पाउनु भएन. विभिन्न कारणवश उहाँ सपरिवार शिशु अवस्थामा हुँदै काखमा हुँदै त्यहाँबाट बसाइसक्नु भई फेरि जोरबल्लामा आउनुभयो र यहीँ नै उहाँ हुर्किनु पर्नुभयो. गेन्दावलाको विद्यार्थी जीवन यहीँको तिब्बतीको निम्ति केन्द्रीय विद्यालय अथवा सेन्ट्रल स्कुल अफ टिबेटनमा उहाँले अध्ययन गर्नुभयो र अध्ययनपछि निकै कठिनाइको सामनाहरू झेल्नु हुँदै विभिन्न व्यवसायहरू पनि गर्नुभयो. तर उहाँले भन्नुहुन्छ कि उहाँको भित्र सानैदेखि मेरो समुदायको निम्ति, मेरो जातिको निम्ति मैले केही गर्नुपर्छ भन्ने धारणा उहाँभित्र सधैँ नै रहेको उहाँले बताउनुहुन्छ. र कालान्तरमा सन् 2000मा उहाँ यसै मञ्जुश्री केन्द्रमा शिक्षकको पदमा नियुक्त हुनुभयो. अनि संजोगवश त्यही वर्ष म पनि यहाँनिर तिब्बती भाषा सिक्न आएको हुनाले म उहाँको कक्षाको विद्यार्थीहरू मात्रैमा म पनि एउटा हुन पुगेँ र त्यसैको सम्बन्धकोले गर्दा पनि म यहाँ आज उभिरहेको छु. त गेन्दावलाको बारेमा भन्नु पर्दा उहाँको जुन पढाउने चाहना, पढाउने जोस अनि जागत त हामीहरू विद्यार्थी सबैले पहिलेबाट नै सुरुबाट नै हामीले
देख्न सक्थ्यौँ। अनि उहाँले कतिको यो आफ्नो उत्तरदायित्वप्रति उहाँलाई कतिको चाहिँ निष्ठा छ त्यो हामीले सजिलै बुझ्न सक्छौँ। तैपनि म उहाँको बारेमा एक दुई कुरा भन्न चाहन्छु। त हाम्रो त्यतिखेर क्लास यहाँ हुँदैन थियो। मन्जुश्री त्यतिखेर क्लब साइड घुमाउने त्यहाँनिर स्थित थियो र हाम्रो क्लास र हाम्रो भन्नाले स्थानीय विद्यार्थीको क्लास र विदेशबाट सन् 2000 विदेशी अमेरिकी जापानीदेखि लिएर फ्रेन्च धेरै विद्यार्थीहरू विदेशबाट आउँथे यहाँ सिक्नका निम्ति। त हाम्रो त कक्षा त्यहाँ सञ्चालन हुन्थ्यो र 3 बजेपछि क्लास हुने र उहाँले क्लासमा कतिको जाँगरले पढाउनुहुन्छ भन्ने हामीले कहाँबाट थाहा भयो भन्नाले हामीले बरु अरू कतिपय कुरो टिबेटनमा बोल्न सिकेनौँ। सबभन्दा पहिले सिकेको नै के अरे नाखौँ सक्छौँ भन्नुको अर्थ के अरे रात परिसक्यो उहाँले पढाउनु भएपछि उहाँले पढाउनु भएकै हुन्थ्यो र हामीले बरु रात परिसक्यो अब हामी ढिलो हुन्छ भन्नुपर्ने। त उहाँको यो योगदान हामी विद्यार्थीहरूले भुल्न सक्दैनौँ। र अघि नै मैले उहाँको उत्तरदायित्वपट्टिको निष्ठा हामीले कसरी देख्न सक्छौँ भने कक्षा कोठामा कहिले पनि निर्धारित समयमा हामी पुग्दा उहाँ पहिले नै अघि आइसक्नु भयो। हामीले जहिले पनि हामी विद्यार्थीलाई उहाँले प्रतीक्षा गरेर बस्नुभएको हुन्थ्यो कहिले पनि। अनि त्यति मात्रै होइन, हामीले पछि थाहा पायौँ कि उहाँ पैदल नै जोरबङ्गलाबाट यहाँसम्म अनि पैदल नै यहाँबाट जोरबङ्गला दिनौँ। यसबाट पनि हामीले सजिलैसँग बुझ्न सक्छौँ कि उहाँ कस्तो हुनुहुन्छ। त्यसबाहेक उहाँले अब हामीलाई भन्नुहुँदाखेरि पहिला त मलाई टिबेटन आइहाल्छ, मैले अङ्ग्रेजी पनि जानेको छु, नेपाली त सानैदेखि बोलेको भनेर म सजिलै पढाउनु पनि सक्छु भन्ने उहाँलाई त्यो किसिमको भान भएको भन्नुहुन्छ। तर मैले अघि भने विदेशी विद्यार्थीहरू पनि त्यहाँनिर पढ्न आउँदाखेरि हामीलाई त त्यति फरक परेन, तर विदेशी विद्यार्थीले उहाँलाई एक किसिमले भन्ने अति नै दुःख नै थियो। त उहाँ भन्नुहुन्छ ब्ल्याकबोर्डमा एउटा वाक्य लेख्दाखेरि घटीमा पनि 3वटा 4वटा प्रश्न उहाँहरूले सोध्थे। यसमा किन हिन लेख्नु पऱ्यो, यसमा किन यो लेख्नु पऱ्यो, यसमा किन योले लेख्नु पऱ्यो, त्यो सबै यो उहाँहरूले सोध्ने। तर त्यो सोद्धाखेरि उहाँले त्यसलाई खालि एउटा समस्याको रूपमा मात्रै नलिई चुनौतीको रूपमा लिनु भएर आफूले घरमा गएर फेरि अध्ययन गर्नुभयो। आफैले अध्ययन गर्नुभयो, भोलिपल्ट आएर विद्यार्थीलाई सरर सबै कुरो उहाँले बुझाउने गर्नुहुन्थ्यो। र यसैको यही एउटा व्यावहारिक अनुभव जुन चाहिँ छ त्यो व्यावहारिक अनुभव बटुल्नु भएर यो जुन चाहिँ पहिला चाहिँ उहाँको अङ्ग्रेजी र तिब्बतन ग्रामर बुक भन्ने निस्क्यो त्यो पहिला लेख्नुभयो। र त्यसपछि अब त्यसलाई अब फेरि नेपालीमा पनि भयो। तर त्योभन्दा अगाडि म अर्को के भन्न चाहन्छु भने उहाँको अर्को पनि उदाहरण छ, सायद यहाँ पदाधिकारीहरू हुनुहुन्छ, उहाँले यो अघि नै भनिसक्नु भएको छ कि 20 वर्षभन्दा बढी यो संस्थामा पढाइसक्नु भएको छ, कार्यरत हुनुहुन्छ। तर एक दिन पनि उहाँले आफ्नो निजी कारणले छुट्टी या बिदा भन्ने लिनुभएको छैन, सदैव। यसैबाट पनि उहाँको आफ्नो उत्तरदायित्वप्रति कतिको निष्ठा छ हामीले सजिलैसँगले बुझ्न सक्छौँ। त भन्दै गयो भने त धेरै नै हुन्छ, तरै पनि यति चाहिँ त मलाई अति नै भन्नु मन लागेकै कुराहरू भएर मैले भने। त अब आउँ हाम्रो यो किताबको बारेमा। त किताब अघि नै पनि हामीले यहाँ देख्यौँ, यो एउटा सामूहिक प्रयासबाट पनि भएको हो। त पहिला त यसलाई यो अङ्ग्रेजी र नेपालीमा थियो,
अङ्ग्रेजी र टिबेटनमा थियो। त्यो अङ्ग्रेजी र टिबेटनबाट फेरि नेपालीमा चाहिँ अनुवाद गर्नुभयो हाम्रो अघि मेरो त बुहारी नै पर्छ सिला मोक्तानज्यूले। अनि त्यसपछि तर त्यहाँ हामीले धेरै नै अप्ठ्यारो देख्यौँ, कारण अङ्ग्रेजीमा यु मात्र हुन्छ। अब हाम्रो त नेपालीमा तपाईँ पनि, तिमी पनि, त पनि हुन्छ, त्यस्तै टिबेटनमा पनि हुन्छ। अनि त्यो किसिमको आधार गर्ने नगर्ने केही पनि नहुँदाखेरि त्यसलाई धेरै नै मिलाउनु पर्ने र मिलाउने चाहिँ काम हाम्रो लाप्पलाले गर्नुभएको थियो। र साथै त्यसपछि अनि मैले त मेरो त भनौँ अब भेलासँग बसेर केही छिटा मात्रै त्यहाँको योगदान छ, अरू त मेरो धेरै छैन। तरै पनि हाम्रो यो किताब आज निकाल्न सफल भयो। र यसको जुन प्राविधिक अघि पनि भयो, यो जुन चाहिँ प्राविधिक कठिनाइहरू हुन्छ किताबलाई लेख्नका लागि, किनभने दुवै फन्ट भनौँ हाम्रो लिपिसँग पनि अनि नेपाली पनि यो कम्प्युटरमा धेरै नै गाह्रो हुन्छ। र यो गाह्रोको बावजुद पनि ठिक समयमा र सबै कुरो मिलाइदिनु भएकोमा हामीले अघि नै सुरेश वर्मा भाइलाई पनि हामीले यहाँबाट कृतज्ञता ज्ञापन गरिसकेकै छौँ। उहाँको पनि ठुलो योगदान छ। अब समग्र रूपमा गेलाको बारेमा भन्नुपर्दा जुन हामीले टिबेटनमा अघि मैले भने गेगेन त गेवा गेन्बा भन्नाले कल्याणकारी है, सठिक बाटो देखाउने कल्याणकारी, र गेन्बा भन्नाले जेठो पाको अथवा वरिष्ठलाई जनाइन्छ। त मेरो हिसाबमा मैले जानेसम्म यो जुन चाहिँ गेगेन भन्ने शब्द छ, यो गेगेन शब्दको उत्कृष्ट उदाहरण नै गेन्दावाला हुनुहुन्छ। अब मेरो दोस्रो भागमा परेको कि यो किताब जुन हाम्रो छ यसको लेख्नको पछिको उद्देश्यहरू, त्यो उद्देश्य त सोध्दै छ है तिब्बती भाषा सिक्नलाई। तर यसमा पनि हाम्रो यहाँ भएको केही समूहहरूको फरक भएको हुनाले यसमा पनि मैले केही प्रकाश पार्ने प्रयास गर्छु। त पहिलो त यो कसको लागि भन्दा हामी यहाँ दार्जिलिङको पहाडमा विभिन्न जाति धर्मका समूहहरू बसिरहेको छौँ, यहाँ छौँ। त त्यसमध्येमा तिब्बतसँग सोझै रगतको साई नभएको पनि समूह ठुलो छ, जस्तै हामी भुटिया पनि भन्छौँ है, अनि अरू पनि हुनुहुन्छ। त यहाँ यो ऐतिहासिक कारणले के भयो भन्नाले दार्जिलिङको पहाडमा र अन्य कतिपय ठाउँमा बोलचालको भाषा अथवा समन्वयको भाषा, एकअर्कामा चाहिँ कुरा गर्ने भाषा, यही अहिले मैले बोलेको नेपाली भाषा हुन गयो। त हुँदा कतिसम्म भयो कि त यसले हाम्रो परिवारभित्र पनि हामीले नेपालीमै कुरा गर्ने भयो र आफ्नो भाषा त बिस्तारो लोप हुने देखियो। र यो अनुभव धेरैलाई यो खटेको हो, र त्यो अनुभवले गर्दाखेरि पछि गएर फेरि म मेरो आफ्नै भाषा सिक्नुपर्ने रहेछ, म सिक्छु भन्ने जसलाई चाहिँ इच्छा हुन्छ उहाँहरूको निम्ति यो किताब अति नै सहयोगी हुन्छ भन्ने मलाई लागेको छ। र यो एउटा उद्देश्य, प्रथम उद्देश्य यो हो। र दोस्रो, तिब्बती भाषा किन सिक्ने अथवा मैले नै किन सिकेँ अथवा सिक्न आएँ भन्दाखेरि हामी यहाँ भएको यहाँ छ अहिले राम्रो हेर्नुभयो भने शेर्पा, तामाङ, हेन्मोदेखि लिएर डुक्पा विभिन्न हामी जातिका हामीले परम्परादेखि नै नागपेक्ष अथवा बुद्ध धर्म हामीले पालना गरिआएको छौँ। र कसैलाई पनि कुनै पनि व्यक्तिलाई आफ्नो धर्मको बारेमा यो जुन हामीले पश्चिमकाले त यसलाई तिब्बती बुद्धिज्म नै भन्छ, टिबेटन बुद्धिज्म नै भन्छ, तर
त्यसले गर्दाखेरि यसको बारेमा अलिकति पनि गहिरो अध्ययन र अलिकति पनि गहिरो अर्थहरू चाहिँ बुझ्न चाहनेलाई यो तिब्बती भाषा सिक्न त म त ऐच्छिक भन्दिनँ, अनिवार्य नै छ। त्यो हामीले त सिक्ने नै पर्छ र त्यो समूहको लागि हाम्रो तामाङ होस्, शेर्पा होस्, अहिले त त्यो कतिपय नेवार हुनुहुन्छ र राई सबैले जो चाहिँ बौद्ध मार्गी हुनुहुन्छ र तिब्बती बुद्धिज्म चाहिँ अप्नाउनुहुन्छ, उहाँहरूलाई त अब यो किताबले सजिलै नै असर पार्नेछ भन्ने जस्तो लाग्छ। र तेस्रो उद्देश्य यो त्यहाँ आजको लोगोमै कि विभिन्न हाम्रो भाषा, अब हाम्रो भाषा भन्नाले मैले नेपाली भाषा भनेको छुइनँ, तामाङ भाषा होस् या राई भाषा या त्यहाँनिर मैले पनि सजिलै त देख्न सक्दिनँ, तर विभिन्न भाषा छ। त्यो यो सबै भाषाहरूको चाहिँ एउटा भाँडोमा भएको कारण यसलाई तिब्बती बर्मेली समूहमा पर्ने अथवा तिब्बती बर्मेली परिवारमा पर्ने भाषाहरू भनिन्छ। र हामी आज अघि महासचिवज्यूबाट पनि अलिकति कुरा भइसक्यो, यहाँ विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अधिकारीज्यूहरूलाई पनि यो एउटा निवेदन के छ भने, किन हाम्रो पनि सङ्घ संस्था के को निम्ति त भन्दाखेरि आफ्नै भाषा, आफ्नै भाषा भन्नाले नेपाली त सधैँ छ, तामाङ हो भने तामाङै भाषा, शेर्पा हो भने शेर्पै भाषा, अनि राई हो भने राई नै भाषाको त जुन बिस्तारो बिस्तारो अरू गाउँ बस्तीमा नभए पनि सहरहरूतिर त हामीले यो भएको सजिलै देख्छौँ। त यसलाई हामीले कसरी चाहिँ संरक्षण गर्ने भन्ने हेतुले नै कतिवटा सङ्घ संस्थाहरू खुलिएको हुन्। कारण हामीले संस्कृति जोगाउने काम गर्छौँ भने संस्कृति त एउटै रथको दुईवटा पहिया जस्तो मा हुन्छ, एउटा संस्कृति एउटा भाषा, अनि त्यसमाथिको त्यो रथको छानो भनौँ, त्यो रथको छानो त धर्म हुन्छ। त त्यो रथ हामीले चलाउने भने यो तिनैवटा कुरो समग्र रूपमा अगाडि बढ्नुपर्छ। र यसमा पनि यो कार्यमा पनि अनि खेलाको जुन एउटा विचार छ कि हामीले किन तामाङ भाषामा अथवा राई भाषामा पनि यसरी नै एकैचोटि ठुलो नभए पनि किन सानो ती बोलचालको भाषाको चाहिँ ग्रामर किताब अथवा व्याकरण किताब हामीहरूले पनि किन ननिकाल्ने। त हाम्रो शेर्पा भाषामा पनि तामाङ भाषामा पनि जसरी गर्दाखेरि चाहिँ कुरा गर्न सजिलो होस्, आफ्नै भाषामा चाहिँ परिवारभित्र भए पनि अथवा आफ्नो समूहमा भए पनि त्यो सजिलो होस् भन्ने हेतुले र त्यो त्यसबारेको जुन चेतना मात्रै नभई हामीले समन्वय मिलाएर यी विभिन्न संस्थाहरूमा समन्वय मिलाउन सक्यो भने यस कार्यमा पनि हामी अगाडि बढ्न सक्छौँ। किनभने यो किताब छाप्नुको एउटा तेस्रो उद्देश्य यो पनि हो। त अन्तमा मैले वास्तवमा गेलाकोले भन्नुभएको कतिपय कुराहरू यहाँ राख्न खोजेँ। त्यसमा मेरो आफ्नो बुझाइको कमजोरीले होस् या मेरो भन्ने भाती नपुगेर होस्, त्यसमा केही त्रुटि पुग्न गएमा म अहिले नै क्षमा माग्छु। र मेरो दुई शब्द यति ध्यानपूर्वक तपाईँहरूले सुनिदिनु भएकोमा म धन्यवाद दिँदै आज मेरो भन्ने कुराहरू म यही नै टुङ्ग्याउन चाहन्छु।